कोरिया स्टुडेन्ट भिजामा आउनको लागि कुन भिजाका अप्सन्सहरू रहेका छन् त नेपालबाट कोरिया आउनको लागि आजको भिडियोमा त्यसको बारेमा डिस्कसन गर्छु। जस्तै D2 भिजा के हो, D2 कोड भिजा के हो, D41 भनेको के हो, D47 भनेको के हो, ई भिजा भनेको के हो, यसको बारेमा हामी डिस्कसन गर्नेवाला छौँ। तसर्थ भिडियो हेर्दै हुनुहुन्छ र कोरिया आउने प्लानिङ गर्दै हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नु होला। तपाईको लागि बब्बाल इम्पोर्टेन्ट इन्फर्मेटिभ भिडियोहरू चाहिँ म बारम्बार लिएर आउने गर्दछु। सब्स्क्राइब गर्नुभयो। लेट्स बिगिन। नम्बर 1 भिजा रहेको छ D2 भिजा। D2 भिजा भनेको ब्याचलर पढ्न आउने स्टुडेन्टहरूको लागि सबैभन्दा राम्रो। यसमा चाहिँ तपाईँको 3.2 GPA भन्दा माथि चाहिन्छ है। तपाईँको चाहिँ 3 वर्षभन्दा बढीको ग्याप चाहिँ एक्सेप्टेड गर्दैन। तर यसमा आउनको लागि चाहिँ या त टपिक लेभलको 2 चाहिन्छ, नै भने कमनली भनेको आइएल्समा तपाईँको 5.5 नट लेस देन 5 छ भने चाहिँ तपाईँ D2 भिजाबाट कोरिया आउन सक्नुहुन्छ। अब सेम एप्लिकेबल हुन्छ मास्टर्समा पनि। मास्टर्समा पनि D2 भिजाबाट आउन सक्नुहुन्छ। त्यही हो 3.2 GPA अथवा त्यसभन्दा बढी, अथवा तपाईको चाहिँ आइएल्समा चाहिँ 5.5 नट लेस देन 5, तर मास्टर्समा चाहिँ तपाईको 5 वर्षको ग्यापसम्म चाहिँ मजाले एक्सेप्टेड हुन्छ है। यो चाहिँ तपाईको D2 भिजा भयो। यसमा आउनको लागि चाहिँ करिब 7 देखि 8 लाख रुपैयाँको खर्चमा चाहिँ सबै कुरा गर्नु सकिन्छ। नोट डाउन के ध्यान दिनु होला भन्दाखेरि चाहिँ युनिभर्सिटीको फी अनुसार अलिकति 2-3 लाख रुपैयाँ तलमाथि पर्न सक्छ। कुनै युनिभर्सिटीको फी बढी हुन्छ, कुनै युनिभर्सिटीको फी कम हुन्छ है। यो भयो D2 भिजा। अब यसैमा चाहिँ एउटा D2 कोड भन्ने छ। यो चाहिँ ब्याचलर्सको लागि मात्र हो। D2 कोड भिजा भनेको के हो त भन्दाखेरि चाहिँ जस्तै तपाईँको GPA 2.8 भन्दा माथि छ र ग्याप 3 वर्ष अथवा त्यसभन्दा कम छ र सँगसँगै आइएल्समा तपाईँले 5.5 नट लेस देन 5 मिनिमम पनि ल्याउनु भएको छ भने तपाईँले D2 कोडमा त एप्लाई गर्न पाउनुहुन्न। 3.2 GPA भन्दा बढी चाहिन्छ, तर 2.8 GPA भन्दा माथि छ भने यो भिजा द्याट मिन्स D2 कोड भिजाबाट तपाईँ कोरिया आउन सक्नुहुन्छ। अब मास्टर्सको लागि पनि एउटा उपलब्धि छ। ब्याचलर्सको लागि त 2.8 GPA भन्दा माथि D2 कोडबाट आउन पाइँदो रहेछ। मास्टर्स के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ तपाईको ब्याचलर्समा 55% सिर्फ 50-55% भन्दा माथि र तपाईको 5.5 नट लेस देन 5 द्याट मिन्स 5-6 वर्षको ग्यापसम्म पनि एक्सेप्टेड हुन्छ। त्यति छ भने चाहिँ तपाईँ मास्टर्समा एप्लाई गर्न सक्नुहुन्छ। यसलाई भन्छ ई भिजा भन्छ है त। द्याट मिन्स अब ब्याचलर्स र मास्टर्समा आउने मैले 3वटा भिजाको टाइपको कुराकानी गरेँ। D2 भिजा, D2 कोड भिजा, ई भिजा। अब हामी डिस्कसन गर्छौँ D4 भिजा। D4 भिजा भनेको ल्याङ्ग्वेज भिजा हो है। D41 भिजा भनेको चाहिँ कोरियन ल्याङ्ग्वेज भिजा हो। D47 भनेको चाहिँ इङ्ग्लिस ट्र्याकको भिजा हो। अब यसका छुट्टै भिडियो मैले बनाएको छु, तपाईँले हेर्न सक्नुहुन्छ। D41 को छुट्टै भिडियो छ, D47 को छुट्टै भिडियो छ। यसको रिक्वायरमेन्टहरूको बारेमा चाहिँ मैले तपाईँसँग आज कुराकानी गर्छु। स्टार्ट गरौँ D41 भिजाबाट। D41 भिजा भनेको कोरियन ट्र्याकको भिजा हो। द्याट मिन्स तपाईँको GPA 2.7 भन्दा माथि छ, सिर्फ 4 देखि 5 वर्षसम्मको ग्याप छ भने यो ब्याचलर्सको लागि एप्लाई गर्ने भिजा हो हैन। यसको लागि चाहिँ आइएल्स भयो भने एकदमै राम्रो हुन्छ र तपाईँको कस्तो हुन्छ भन्दाखेरि कोरियन ल्याङ्ग्वेजमा तपाईँको इन्टरभ्यू हुन्छ। युनिभर्सिटीले इन्टरभ्यू लिन्छ कन्सल्टेन्सीको थ्रुबाट। इन्टरभ्यू पास गरिसकेपछि तपाईँ D41 भिजाबाट तपाईँ कोरिया आउनुहुन्छ। कोरिया आइसकेपछि 6 महिना, 9 महिना, 12 महिनासम्म तपाईँले कोरियन ट्र्याकमा कोरियन ल्याङ्ग्वेज पढ्नुपर्छ। त्यसपछि एउटा बेसिक टपिक लेभलको इक्जाम हुन्छ। त्यो लेभलको इक्जाम दिइसकेपछि तपाईँले D2 भिजामा कन्भर्ट गर्न सक्नुहुन्छ। आफ्नो ब्याचलर्स इन कोरियाको जर्नीलाई सुरुवात गर्नुहुन्छ। सेम प्रोसेस छ D47 भिजा। D47 भिजा भनेको इङ्ग्लिस ट्र्याकको भिजा हो। द्याट मिन्स तपाईँले जस्तै अघि नै कोरियन ल्याङ्ग्वेज पढ्न आउनुहुन्थ्यो, अब चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज पढ्न आउनुहुन्छ। यसको भिजा रेट अलिकति कम छ, त्यति धेरै कमै छँदै छैन भन्ने त हुँदैन, तर झट्टपट्ट सबै युनिभर्सिटीमा यसको भिजा चाहिँ छैन। कुनै युनिभर्सिटीले मात्र एक्सेप्ट गर्छन्। यसमा पनि त्यही हो। तपाईँ यहाँ कोरियन ल्याङ्ग्वेज होइन इङ्ग्लिस ल्याङ्ग्वेज पढ्न आउनुहुन्छ। 6 महिना, 9 महिना, 12 महिना इङ्ग्लिस ल्याङ्ग्वेज पढ्नुहुन्छ। त्यसपछि फेरि एउटा बेसिक इङ्ग्लिस लेभलको इक्जाम दिएर तपाईँ D2 मा कन्भर्ट हुनुहुन्छ। यो D41 भिजा, D47 भिजामा चाहिँ तपाईँसँग एउटा चाहिँ भयो भने चाहिँ राम्रो हो है। कम्पलसरी होइन। सर आइएल्स चाहिन्छ कि चाहिँदैन, टपिक चाहिन्छ कि चाहिँदैन भनेर मलाई धेरैजना साथीहरू सोध्नुहुन्छ। भयो भने धेरै राम्रो हो। यहाँ आइसकेपछि वर्क पर्मिट बनाउँदा फेरि हैन, त्यसपछि तपाईँको भिजा चेन्ज गर्दा फेरि चाहिँ एकदमै सजिलो हुन्छ। त्यो नभए पनि नहुने चाहिँ होइन। सो यो रहेको छ। र D41 र D47 को खर्चहरू कस्तो छ भन्दा साथीहरू है 8 देखि 10 लाख रुपैयाँमा उम्किन्छ। तर फेरि यसको 14 देखि 15 लाख रुपैयाँ पनि लाग्छ। यदि तपाईँ 6 महिनाको युनिभर्सिटीको फी, होस्टेल फी बुझाएर आउनुहुन्छ भने 8 देखि 10 लाख रुपैयाँमा उम्किन्छ। होइन म एकै वर्षको बुझाएर आउँछु अर्थात् 2टा सेमेस्टरको बुझाएर आउँछु भन्नुहुन्छ भने चाहिँ 14 देखि 15 लाख रुपैयाँ खर्च हुने गर्दछ।
अहिले चाहिँ तपाईँ कोरिया स्टुडेन्ट भिजामा आउनको लागि चाहिँ एम्बेसी डेट एकदमै इम्पोर्टेन्ट छ। तसर्थ फर्स्ट अफ अल यदि तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ भने फर्स्ट अफ अल तपाईँले एम्बेसीको डेट बुकिङ गर्ने ट्राई गर्नु, जुन 4-5 महिना पछिसम्मको अलरेडी बुक भइसकेको छ। अब कहिले खुल्छ मलाई पनि थाहा हुँदैन। दोस्रो कुरा के चाहिँ आइएल्सको बेसिक प्रिपरेसन गर्नुहोस्। त्यसपछि तपाईँलाई एप्लाई गर्ने कुनै पनि चिजमा हेल्प चाहियो भने चाहिँ जस्तै D2 भिजा, D2 कोड, ई भिजा, D41, D47 भिजा सम्बन्धी कुनै पनि हेल्प चाहियो भने तपाईँले मलाई व्हाट्सएप गर्न सक्नुहुन्छ। म तपाईँलाई तपाईँलाई फिट हुने, तपाईँलाई सस्तो राम्रो भरपर्दो कन्सल्टेन्सीसँग कनेक्ट गराइदिन्छु एन्ड यु क्यान कम टु कोरिया, वेलकम टु कोरिया भनेर म तपाईँलाई स्वागत गर्छु। ओके, अर्को भिडियो तपाईँलाई कुनै पनि इन्फर्मेटिभ इन्फर्मेसन चाहिएको छ भने चाहिँ तपाईँले सब्सक्राइब गर्नुहोस्। कमेन्ट सेक्सनमा भन्न सक्नुहुन्छ के को बारेमा तपाईँ जान्न चाहनुहुन्छ त कोरिया पढ्न आउनको लागि। थ्याङ्क यू सो मच।